बुहारी खै त हेर तिम्रो आमाको ताल बिहानदेखि गरिबको मन ठुलो फराकिलो के भनेर लेक्चर दिइरहनु भएको छ मलाई। यो सुँगुरको खोर जस्तो घरमा एकछिन बस्नु छैन मलाई। कति साह्रो घाँसहरू उम्रेछ, हातले त उख्नै सकेन। बुहारी हँसिया ल्याइदेऊ न। एकछिन मोबाइल हेर्न नि दिँदैन। यस्तो सुँगुरको खोर जस्तो घरलाई नि कति सफा गर्न मन लाग्छ। छ्या, यस्तो गनाउने हिलोमा नि काम गर्न मन लाग्छ आमा तपाईँले? होइन, के कुरा गरेकी बुहारी तिमीले? यही घरले हामीलाई घाम पानीबाट बचाएको छ। माटोलाई छि भनिरहेछौ तिमी? यही माटोमा फलेको अन्न खाएर बाँचिरहेछौँ हामी। सबै चिजको आफ्नो रूप रङ र बास्ना हुन्छ, त्यसैले माटोको पनि आफ्नै बास्ना हुन्छ। घरै माटोको भएपछि गन्धलाई पनि बास्ना आइहाल्छ नि। मेरो माइतीको जस्तो पक्की घर हुनु पर्यो नि। यस्तो घरमा त 60 भाइ ल्याउन पनि लाज लाग्छ। छिमेकीले नि के भन्नु होला, यति राम्रै धनी घरकी छोरी झुपडीमा बिहे गरेर आयो भनेर। तपाईँको सोच पनि यो झुपडी जस्तै गरिब छ। घर झुपडी भएर केही फरक पर्दैन बुहारी। मान्छेको मन सफा कञ्चन पानी जस्तो शुद्ध हुनुपर्छ र विचार फराकिलो हुनुपर्छ। A few moments later. आमा बुहारी खै त हेर तिम्रो आमाको ताल बिहानदेखि गरिबको मन ठुलो फराकिलो के भनेर लेक्चर दिइरहनु भएको छ मलाई। यो सुँगुरको खोर जस्तो घरमा एकछिन बस्नु छैन मलाई। ल हिँड बरु बजारतिर बसौँला, उतै केही गरौँला। घर छोडेर जाने कुरा नगर तिमी। आमाले एक्लै पारेर, आमाले धेरै दुःख गरेर हामीलाई यही घरमा हुर्काउनु भएको हो। त्यसमाथि आमाले तिमीलाई खासै काम अराइरहने हुँदैन। आमा आफै काम गर्दै बसिरहनुहुन्छ। यति कुरा त बुझ्नुपर्ने हो नि तिमीले नि। यही घरलाई हामीले मेहनत गरेर राम्रो बनाउनुपर्छ। अझै मै दोषी? म चाहिँ कुरै नबुझ्ने? म किन झुपडी घरको लागि मेहनत गरौँ? म कुनै गरिबको छोरी हो? म कुनै गरिबको छोरी होइन। तिम्रो आमाको गरिब सोच र तिम्रो यो झुपडी घरको लागि मेहनत गर्नलाई। 2 hours later. कति सुन्दर र कति हरियाली ठाउँ रहेछ। यही भनेको जस्तो लाग्छ। अरे सोफिया, तिमी यहाँ अचानक कसरी? हेर न, मेरो त यहाँदेखि नयाँ घरमा सर्ने तयारी भइरहेछ। हिँड पसलमै बसेर खाजासाजा खाँदै कुरा गरौँला है। अरे रिचा, मैले त तिमीलाई भेट्न आएकी हुँ नि। तिमी त कति रमाइलो ठाउँमा बसेकी रहेछौ। हिँड उतै बसेर कुरा गरौँ। उहाँ चाहिँ आमा हो? नमस्ते आमा। नमस्ते नानी। सोफिया आऊ यतै बस। होइन होइन, म आमासँगै बस्छु नि है। कति शान्त र कति आनन्द ठाउँमा घर रहेछ है। चिसो चिसो हावा वरिपरि हरियाली। सोफिया, गरिबहरूको घर। के गरिब भनेको रिचा? हामी सहरमा ठुला ठुला घरमा गुम्चिएर बसिरहेका हुन्छौँ। यस्तो रमाइलो गाउँको वातावरण, यो माटोको बास्ना र आमाको यो माया पाउन त करोडौँ तिरेर पनि पाइँदैन। साँच्चीकै आनन्द त तिम्रो यो घरमा पो रहेछ। नानीलाई भोक लागिसकेको होला, म खाना लिएर आउँछु है।
अरे वाह, यति मिठो खाजा र यति माया गर्ने सासु पाएको रहेछौ, तिमी त साह्रै भाग्यमानी रहेछौ रिचा। A few moments later. बाई बाई, राम्ररी बस्नु है। बुहारी, सोफियाले कति राम्रो कुरा गरेर गई है। साँच्चै मान्छे महलमा बस्दैमा ठुलो हुँदैन र झुपडीमा बस्दैमा सानो हुँदैन बुहारी। ठुलो सानो भनेको मान्छेको सोच रहेछ। मैले महँगो कपडा र ठुला ठुला महललाई नै सपोर्ट ठाने। साँचो अर्थमा भन्नुपर्दा मेरो सोच नै सानो रहेछ आमा। त्यो झुपडीको मायालाई मैले बुझ्नै सकिनँ, मलाई माफ गरिदिनुहोस् आमा, माफ गरिदिनुहोस् आमा। होइन बुहारी, तिमीले समयमै कुरा बुझ्यौ बुहारी, हाम्रो लागि यही नै ठुलो कुरा हो। आमा नरो बुहारी नरो।